यो यस घरबाट प्रदान भएको दक्षिणा मैले चाहिँ दक्षिणा वाचन गर्ने क्रममा पनि बाबाहरूले भन्ने कि आमाहरूले भन्ने कुरोमा मैले सहमति गरेको थिएँ। आमाहरूले नै अगाडि भन्ने कुरो भइसके पछाडि म यहाँ वाचन गर्न गइरहेको छु। सुनचोरी गाउँपालिका 5 माबाङ रोल्पामा अवस्थित सृजनशील स्वास्थ्य आमा समूहलाई भनेर यस तिहार 2082 सालको अवसरमा देउसी भैलो कार्यक्रममा उहाँको घरमा आइपुगेको मैले अगाडि पनि भनिसकेको छु। उहाँ हुनुहुन्छ जसबहादुर मगर ज्यूबाट उहाँ घर बिराको क्रममा छुट्टीमा घर आउनु भएको छ र उहाँकै हामी यो जसबहादुर मगर सन्देश जस्तो छोरा पाउने पुसा एकदमै भाग्यमानी हुनुहुन्छ। उहाँ पुसालाई एकचोटि मात्र भन्न चाहन्छु पुसै यो सन्दीप मगर जस्तो छोरा जन्माउने पुसैले हामीलाई यो पुसैको घरबाट पहिला नै छोरा जन्माउने बुवालाई नै धन्यवाद दिन चाहन्छु मैले। उहाँले यस भैलो टिमलाई भनेर हाम्रो आमा समूहलाई भनेर सिंहै रु 2500 रुपियाँ प्रदान गर्नुभएको छ। यसमा मनैदेखि सृजनशील आमा समूहले धन्यवाद दिनको लागि म विनम्र अनुरोध गर्न चाहन्छु। सबैलाई शुभकामना। हामी शुभ तिहार 2082 सालमा भैलो खेल्दै आउँदाखेरि हामी सुनचरी गाउँपालिका वडा नम्बर 5 जैला कसला माबाङको भैलाले टिम यतिखेर हामी सुनचरी झरनाको छेउमा किसिनमाङमा आइपुगेका छौँ। किसिनमाङमा आइपुग्दाखेरि यतिखेर हाम्रो माबाङ गाउँमा रहेको मारुनी टिम पनि यही छ, आमा समूहको टिम पनि यही छ। हामी भैलो खेल्दै आउँदाखेरि यो घरमा आइपुगेका छौँ। उहाँले आफ्नो मनैदेखि चाहिँ अब दान दिनुभएको छ, गर्नुभएको छ। हामी यस्तै चाहिँ अब देउसी भैलो खेल्न दिएको दान मनभरि साथीरौँ। बाबा समूह यो मारुनी तिमीले पनि अब मनभरि सालेछ, आमा समूहले अब मनभरि सालेछ राख्नेछ। अर्को वर्ष पनि यस्तै बाँचिरहनु पर्छ।